टक्क म चाहिँ घरबाट आज वैशाख 11 गते लाग्ने मेलामा जानको लागि निस्केँ। यसो भेडाको घुम्रेको कपाल जस्तै आफ्नो कपाल नभए पनि यसो चट्टा देखाउँदै हामी चाहिँ टक्क पुग्यौँ हाउसिङ छेउको मेलामा होइन। अनि त्यहाँबाट यस्तो थियो, हेर्दाखेरि बाहिरबाट हेर्दा यस्तो थियो। अनि यसो हेरिदिउँ न त भनेर भित्र गयौँ। त्यस पछाडि भित्र गएको त यसो बच्चाबुच्चीले बेलुन सेलुन लिएर पुरा हिँडिरहेको थियो। हिँड्दा अनि टक्क मैले पनि त्यो बेलुन देखेँ। यसो सोचेँ चोरिदिउँ कि क्या हो, गोजीमा त पैसा थिएन। अनि फेरि होस् भनेर फेरि हेरेँ कपाल देखाउँदै सानमा होइन। अनि फेरि अगाडि गएको, फेरि हेरेँ पैसा सैसा थिएन, चोरिदिउँ कि क्या भने। अनि हेर्दा अगाडि गएर टक्क त्यहाँबाट भ्यू हेरेको, रात पर्न थालेछ। अनि रात परेपछि टक्क यस्तो देखिरहेको थियो भ्यू, टक्कसँगले मान्छेको भिडभाड पनि उस्तै थियो होइन। अनि त्यस्तै भयो, यताउति हेऱ्यो। अनि जुलेबी खाइयो यताउति गएर। अनि फेरि म कपाल देखाउँदै अगाडि हिँडेँ। अनि हिँड्दै कतिखेर रात पर्यो थाहा नै भएन घुम्दै। अनि त्यहाँ चाहिँ अब पुरा रात परिसकेको थियो। यस्तो मान्छेहरू भर राति भए पनि आइरहेको थियो। अनि केटाकेटीको लागि त्यो यसो उफ्रिने मिकी माउस हाउस थियो। केटाकेटी आफ्नै धुनमा रमाइरहेको थिएँ। अनि म चाहिँ आफ्नै धुनमा रमाइरहेको थिएँ। अनि यस्तै भयो, भिडभाड राम्रै थियो बेलुका भए पनि। अनि टक्क यहाँबाट हेरेँ, फेरि अर्को भ्यू हेरेको, दामी देखिएको थियो। अनि त्यो केटाकेटीले यस्तो खेल्ने थियो त्यहाँनिर। फेरि त्यहाँबाट भ्यू हेरेँ। अनि भ्यू हेर्दै इन्जोय गरियो, जुलेबी खाइयो एकछिन। अनि त्यस्तै भयो होइन। आजको मिनी ब्लग चाहिँ अब यति नै आजको लागि। बाई। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै भिडियो लिएर म आइराख्ने नै छु।